मेलम्ची जानु पर्यो भनेर आएको होइन। अनि यस्तो भिड बाटो होइन, पुरै सिन्धुलीको बाटोभन्दा खतरा रहेछ। सबै तामाङहरू मात्र बस्दो रहेछ क्या, यहाँ चाहिँ क्या तामाङहरू मात्रै होइन। रक्सीहरू पार्ने यहीँनिर होइन। अघि मैले त्यही पारेकै ठाउँमा गएँ, अनि दिदी रक्सी खाऊँ न अलिकति भनेको दिनुभयो, है खुसीले दिनुभयो। हुन्छ खान्न भनेर दिनुभयो, खाएको दामी रहेछ क्या। तर उनीहरूले चाहिँ बेच्नको लागि पार्दो रहेछ है। अनि यस्तो चाहिँ गाउँ, अझै पहाड माथि माथि छ, अझै यो पहाड हो अझै होइन। अनि यहाँनिर केटाहरू बसेर गेम खेल्दैछ होला, सुतेर खेलिरहेछ। यस्तै ठाउँमा बसेर मलाई पनि गाइराख्न मन लाग्छ, गाउनु मन लाग्छ कि होइन। बेलुका बेलुका यस्तो गाउनु मन लाग्छ। यस्तो दामी ठाउँमा आएको छ आज, खुसी लागिरहेछ, धेरै खुसी लागिरहेछ। यो खेतको काङ्लाहरू देखिरहेछ है। यहाँ आएपछि घर जानु मनै लागेको छैन क्या, यो सुनसान गाउँ होइन। अनि यस्तो खालको घरहरू यहाँनिर चाहिँ लाग्छ, यस्तो आनन्द आउँछ कि स्वर्गमा पुगे जस्तो हुन्छ होला कि रहेछ अहिले मलाई। त्यहाँ जानु सायद धेरै टाइम त लाग्दैन होला, तर अर्को बाटो जानुपर्छ, तलको बाटोमा म माथिको बाटो आएँ। अनि 1 मिनटमा त्यहाँ पुगिन्छ। त्यहाँ पुग्यो भने घाम लागिरहेछ अहिले पनि मजाले, त्यहाँ पुग्यो भने चाहिँ एकदम रमाइलो छ क्या, दामी हुन्छ जे होस्, खत्रै छ। अनि यो तामाङ गाउँ रमाइलो छ। धेरै टाढा आइसकेको छु म, अब चाहिँ म घर जानुपर्छ, किनकि घर गइनँ भने फेरि गाह्रो हुनेछ मलाई होइन। रात पर्छ, रात पर्दा बाइकमा चाहिँ केही फरक पर्दैन, तर पनि होइन टाइममै घर पुग्नु पऱ्यो नि त। त्यो भएको कारणले गर्दाखेरि बाई बाई तामाङ गाउँ भन्दै अहिलेलाई छुटौँ होला। मेरो ब्लग अनि मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। रुमाल पनि छ यार, रुमाल छ, ज्याकेटहरू छ है, यस्तो यस्तो छ। ऐना पनि रहेछ, के मरेको मान्छेको हो कि उयो होइन होला यार, त्यहाँ साथी चर्साएर यस्तो कुराहरू छ। लु कपडाहरू छ, मरेको मान्छेको होइन यार। यहाँनिर यसरी खाँदो रहेछ नि है, कपडाहरू छ। अझै तलैसम्म रहेछ क्या, त्यो तलैसम्म दामी रहेछ। यहाँ चाहिँ पुरा है सुतेको ठाउँ छ यार। अनि यस्तो ठाउँमा आएको छु अहिले म। यहाँ त चोर पनि लाग्छ जस्तो छ यार, यसो हेर्दाखेरि यार। यस्तो जङ्गल छ नि, हेर्नु त पुरै तलैसम्म जङ्गल छ क्या, यस्तो जङ्गल छ क्या। यहाँ तल रोड छ क्या, एकदम तलै छ।